नमस्कार, म भक्तबहादुर साकी। आज अमरगढी नगरपालिका वार्ड नम्बर 8 मा स्थित उग्रतारा मेलामा महाअष्टमीको मेला लाग्ने गर्दछ। त्यसको लागि अमरगढी नगरपालिका वार्ड नम्बर 8 लटौली गाउँदेखि एउटा बोका र एउटा राँगाको बलि उग्रतारा मन्दिरमा चाहिँ दिनलाई यहाँ रेडी भइरहेको छ है। अनि त्यसको लागि चाहिँ नेजाहरू है, ध्वजाहरू बाँसमा बाँधेर अनि सबै गाउँले दाजुभाइहरू यहाँ उपस्थित भइसक्नु भएको छ। सबैजना दाजुभाइहरू मिलेर यो राँगा र बोक्रालाई चाहिँ यहाँबाट लगेर मन्दिरमा बलि दिने काम चाहिँ हुन्छ। यो चाहिँ परम्परादेखि चलिआएको रीत हो, परम्परादेखि बुढाबाजेको दिनहरूदेखि चल्दै आएको रीत। अनि अहिले पनि हामीहरूले चाहिँ छोड्नु हुँदैन भनेर चाहिँ हामीले छोडेको होइन र त्यही भएर यी पहिलादेखिको रीतिरिवाज चाहिँ कन्टिन्युटी दिनको लागि र निरन्तरता दिनको लागि चाहिँ हाम्रो गाउँको दाजुभाइहरू, आमा बुवाहरू सबैजना मिलेर हामीले उग्रतारा मन्दिरमा बलि दिने निर्णय गर्यो। बलि दिनका लागि चाहिँ बोका र एउटा राजा चाहिँ हामीले खोज्यौँ र त्यसपछि सबैको सल्लाह अनुसार चाहिँ हामीले उग्रतारा मन्दिरमा चाहिँ दिनको लागि तयार पनि गरेका छौँ। सबैजना अब उग्रतारा मन्दिरमा चाहिँ आउनु होला, सबैजनाले अब त्यहाँको मेला चाहिँ हेरेर रमाइलो गर्नु होला। अब यहाँ चाहिँ सबै रेडी भइसकेको छ, तयारी हुँदैछ र एकछिनमा अब पूजाआजा पनि गरिन्छ। एकछिनपछि पूजाआजा गरिसकेपछि चाहिँ यहाँबाट चाहिँ राजा र बोकासँगै लिएर हिँडेको छ। राजा एकदमै ठुलो छ, राजा एकदम ठुलो छ। अब कसरी लाने भनेर चाहिँ सबै दाजुभाइहरू बसेर छलफल पनि गर्दैछन् होइन। अब यो चाहिँ अलिक ठुलो भयो, कसरी लाने, बाटोमा अप्ठ्यारो पो पर्छ कि होइन। यति धेरै मान्छे देख्दाखेरि त अब त्यो यताउता गर्ने मान्छेलाई नै त्यहाँतिर हिँडिदिने त्यस्तो पनि हुनसक्छ। त्यही भएर चाहिँ हामीले सल्लाहहरू पनि गर्दैछौँ होइन। अध्यक्ष दाइभाइहरू, आमा बुवाहरूसँग सल्लाह पनि गर्दैछौँ। त्यही अनुसार चाहिँ हामीले यहाँबाट चाहिँ हिँड्छौँ यहाँबाट। अब यहाँबाट चाहिँ हामीले अब हिँड्न थाल्यौँ, घरबाट हामीले छिराएर निकालिसक्यौँ। अब चाहिँ यहाँबाट हिँड्नेछौँ र यहाँबाट हिँडिसकेपछि सबै गाउँबाट मुनिको पुरानो घरबाट निकालेर हामीले अब गाउँको सबैजनाले चाहिँ पूजाआजा गर्दै मन्दिर प्रवेश गराउनेछौँ। तर अहिले चाहिँ प्रवेश गराएको छैन, मन्दिरमा चाहिँ अहिले प्रवेश गरेको होइन। अहिले चाहिँ पुरानो बुवाबाजेको बसेको घरबाट चाहिँ निकालेर यसलाई चाहिँ बाटोमा हिँडेको हो। अहिले चाहिँ हामी बाटोमा हिँडिरहेका छौँ र बाटोमा हिँड्ने क्रममा चाहिँ अब यहाँ चाहिँ बाटोबाट हिँडिरहेको अवस्थामा सबै दाजुभाइहरू मिलेर आइराख्नु भएको छ। गाडी पनि सँगै छ, सबैले पुरै रसी हालेर चारैतिरबाट यसलाई निर्णय गर्नका लागि चाहिँ रसीले बाँधिराख्नु भएको छ। घरदेखि माथिको बाटो हामी अहिले घरबाट हिँडिसकेपछि माथितिर चाहिँ हिँड्दै गरेको अवस्था हो। यो चाहिँ निकालिसकेपछि सबै गाउँका दाजुभाइहरू मिलेर अगाडि होइन, सबैजना मिलेर खुसी हर्ष उल्लासका साथ रहनु भएको छ। सबैजना खुसी हुनुहुन्छ। यो चाहिँ हाम्रै आफ्नै मेला हो, यहाँको मेलालाई सफल बनाउनुपर्छ, भव्य बनाउनुपर्छ, सबै भएर बस्नुपर्छ। सबैलाई चाहिँ हामीले सबै भएरै बस्नुपर्छ, सहमत भएर बस्नुपर्छ, एक आपसमा मिलेर बस्नुपर्छ, मिलेर अगाडि बढ्नुपर्छ भन्ने हिसाबले सबैजना दाजुभाइहरू चाहिँ एक आपसमा मिलेर अगाडि बढिरहनु भएको छ। यहाँबाट अगाडि बढ्ने क्रममा चाहिँ अहिले राजा र बोका चाहिँ अगाडि लगिराख्नु भएको छ भनेपछि बजाउने मान्छेहरू पछाडि हिँडिराख्नु भएको छ। यहाँ चाहिँ यहाँको रीतिरिवाज हेर्ने हो भनेपछि एकदमै रमाइलो छ। सुदूरपश्चिममा सुदूरपश्चिम भरि नै एकदमै रमाइलो छ है। सबै ठाउँमा चाहिँ रीतिरिवाज राम्रै छ सुदूरपश्चिममा। तर वास्तवमा भन्ने हो भने उग्रतारा मन्दिरमा हुने कुनै पनि चाडपर्वहरूमा चाहिँ यहाँको रीतिरिवाजमा यहाँको साकी परिवारहरू सबैभन्दा अगाडि हुन्छ होइन। साकी परिवारहरूले गर्दा नै यहाँ चाहिँ सबै कामहरू सुरु हुने गर्दछ। जबसम्म साकी परिवारहरूले चाहिँ यसमा पूजा गर्ने कुनै पनि बाहिरको मान्छे आउँछ भने
त्यहाँ साकी परिवारको कुनै पनि एउटा व्यक्तिले सानो होस् या ठुलो होस्, बुढो होस् या त्यो एउटा युवा होस्, कुनै पनि एउटा मान्छेले त्यसलाई छुँदैन अथवा त्यो मान्छेले छुइदिन्न भनेपछि त्यसमा चढाएर पनि अर्थ हुँदैन भन्ने त्यो मन्दिरमा भएको उग्रतारा मन्दिरमा भएको त्यो एउटा विश्वास छ र अझै पनि त्यो विश्वास जिउँदो रहेको छ। त्यही भएर त्यसको लागि उग्रतारा मन्दिरमा आजको महाअष्टमीको दिनको लागि उग्रतारा मन्दिरमा साकी परिवारहरूको चाहिँ एकदमै अहम भूमिका हुन्छ भनेपछि साकी परिवारहरूले चाहिँ त्यहाँ पूजाआजा गर्ने, त्यहाँ चाहिँ सबैलाई मिलाएर बस्ने अनि सबैसँग चाहिँ मिलेर बस्ने र एकाअर्कासँग खुसी साट्ने काम पनि गाउँबाटै सुरुवात गरेर माथि मन्दिरसम्म सुरुवात हुन्छ भन्ने चाहिँ यहाँको भनाइ छ। यहाँका बुढापाकाहरू अनि यहाँका पछौटा लाग्नेहरू सबैजना हुनुहुन्छ, सबैजनाले चाहिँ गाउँबाट सबै मिलेरै अगाडि जानुभएको छ, सबैजना मिलेर जानुपर्छ नै भनेर एक आपसमा मिलेर अगाडि बढिरहनु भएको छ। लगभग गाउँबाट हिँडिसकेपछि यो चाहिँ गाउँको माथि भएको एउटा डगले बजार भन्ने ठाउँ हो। यहाँ चाहिँ पुगाइसकेपछि यहाँ बस्ने साकी निवासीहरू, साकी परिवारहरू सबैजना मिलेर एक आपसमा मिलेर पूजाआजा गरिरहेका छन् भने त्यहाँ दिने बलि दिने राको बोकालाई सबैले पुजिरहेका छन्, पूजा गरिरहेका छन्, सबैजनाले पूजा गर्नु गइरहेको छ। यो दृश्य चाहिँ त्यहाँ चाहिँ पुजिरहेको अवस्थाको दृश्य हो। यहाँ साकी परिवारमा सबैजना मिलेर आजको दिन सबै मिलेर बस्नुपर्छ भन्ने हिसाबले चाहिँ सबैले एक आपसमा चाहिँ मिलेर अगाडि बढिरहेको देखिन्छ। आजको दिन महाअष्टमीको दिन उग्रतारा मन्दिरमा खास दिन, उग्रतारा मन्दिरमा हुने पूजाआजाको खास दिन यहाँ चाहिँ रागाको बलि दिइने र बोकाको बलि दिइने गरिन्छ। महाअष्टमीको बेलामा उग्रतारा मन्दिरमा चाहिँ रागा र बोकाको बलि दिइन्छ। रागाको बलि दिँदा पनि त्यतिकै रागा मात्रै बलि दिँदैन र त्यहाँ चाहिँ रागाको बलि दिने जुन मान्छेले रागा चढाउँछ, रागा चढाउने मान्छेले चाहिँ एउटा बोका पनि साथमै दिनुपर्छ भन्ने चाहिँ यहाँको चलन रहेको छ। किनभने एउटा मात्रै बलि दिनु हुँदैन, बलि दियो भने चाहिँ त्यसको साथमा चाहिँ जोडा बनाएर जोडा बलि दिनुपर्छ भन्ने चाहिँ मान्यता रहेको छ। यहाँको मूल्य मान्यता अनुसार चाहिँ त्यही भएर रागाको बलि दिने मान्छेले बोकाको पनि बलि दिनुपर्छ भन्ने चाहिँ मूल्य मान्यता रहेको पाइन्छ। हामी चाहिँ यहाँको पुरै देखाउनेछौँ यहाँबाट हिँडिसकेको अवस्था है। बजारको त्यो साकी परिवारको गाउँभन्दा माथिको ठाउँबाट चाहिँ हिँडिसकेको अवस्था अब चाहिँ मन्दिर प्रवेश गरिसकेको छ। यो चाहिँ मन्दिर जाने बाटो हो, यो चाहिँ मन्दिर जाने बाटो हो। यो मन्दिर जाने बाटोबाट बलि दिनको लागि भनेर चाहिँ प्रवेश गरिसक्नु भएको छ। तपाईँहरू हेर्दै गर्नु होला, यो चाहिँ भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला र त्यहाँ पुगिसकेपछिसम्म पनि भिडियो चाहिँ हामीले यही भिडियो मार्फत चाहिँ सबैलाई देखाउन खोजेका छौँ। सबैजना धैर्य भएर हेरिदिनु होला। भिडियो लामो छ भनेर चाहिँ बिचरे काटी काटी यस्तो रहेछ भने चाहिँ नछोडिदिनु होला चाहिँ भन्न चाहन्छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ सबैजना मिलेर दिनुभएको मन्दिरको सानो रागाहरू चाहिँ खुसी उग्रतारा मन्दिरमा दिनु खोजेको हो सबैजना मिलेर होइन भनेर कि एउटा ठुलो रागा चाहिँ गाउँको सबै साथी परिवारहरू मिलेर चाहिँ दिनलाई चाहिँ अब यहाँबाट चाहिँ मन्दिर पुग्न केही समय लाग्नेछ। मन्दिर पुग्न यहाँको अलिकति समय हेर्न सक्नुहुन्छ तपाईँले चाहिँ मजाले चाहिँ के गर्दैछ कस्तो गर्दैछ भने चाहिँ यहाँ चाहिँ तपाईँ मजाले हेर्न सक्नुहुन्छ। अगाडि एउटा सानो छ भने चाहिँ पछाडि ठुलो रागा छ। ठुलो रागाले चाहिँ मागिरहेको छैन भन्दा पनि मान्छेहरूलाई पुरै चाहिँ एकदमै धेरै मान्छेहरू देखेर चम्किने भन्ने हुन्छ देखेपछि चाहिँ मान्छेहरूलाई देखेपछि चाहिँ भाग्न खोजिरहेको अवस्था तपाईँले देखिसक्नु भएको छ। तर पनि उहाँहरूले चाहिँ लगिरहनु भएको छ, सबैजना मिलेर लगिरहनु भएको छ।
हेलो नमस्कार नेपाल एफएमबाट हामी बोलिरहेका छौँ अहिले हामी डडेलधुराबाट बोल्यो आज यहाँ उग्रतारामा अष्टमी हुन गइरहेको छ त्यसको बारेमा हल्का केही शब्दहरू बताइदिनुहोस् न उमेश साथी। नमस्ते, मेरो नाम उमेश साकी, मेरो वडा नम्बर 8 लटाउली होइन। हामी उग्रतारा क्षेत्र विकास समितिकै मान्छे हो, समितिभित्रकै मान्छे हो। हामी यसो गाउँका भाइ बहिनीहरू सबै मिलेर यसो हाम्रो गाउँका सब साथी भाइ बहिनीहरू मिलेर यसो एउटा राँगा र एउटा बोकाको बलिदिने यो प्रचलन कहिलेबाट सुरु भयो सर? पहिला बाजेकै पालादेखि हो, सुनेको थिएँ, आफूले देखाएको थिएन, देख्नु त अब जहिलेदेखि देखेकै छौँ। हजुरलाई केही यो बारेमा थाहा भयो हल्का मैले त सुनेको कुरा हो, अब देखेको छैन। यहाँ कहाँ कहाँ के जोत्दाखेरि अहिले त्यसै व्रत कुरा आयो अरे। यो राँगा गाड्ने प्रचलन कहिलेबाट सुरु भयो? पहिला के थियो, पछि कहाँबाट सुरु भयो? पहिलादेखि नै थियो भनौँ न, बोकाएर राँगा दिने चलन हाम्रो यस्तो उग्रतारामा सुनेको, आफूले देखेको। अहिले यो राँगा सब यो गाउँले मिलेर बन काटेको हो कि सबले सब गाउँका भाइ बहिनीहरू खुसीका साथ भगवती माताले खुसी पारुन्, सबलाई रक्षा गरून्, दसैँको शुभकामना यसको उपलक्ष्यमा हो। अरू केही बोल्नु छ कि सर? अब बोल्नु त धेरै थियो, अलिक टाइम छैन। टाइम छ हामीसँग थुप्रोकै टाइम छ। नै मसँग छैन नि त। के राख्छ त्यस्तो? 10-15 मिनट ठिकै हो यार, 10 मिनट परेर यार 2 घन्टा बोलाएपछि त यसको फिस पनि दिनु हो यार। धन्यवाद सर, थ्याङ्क यू। भगवतीको मन्दिर हाम्रो गाउँको यहाँ लटाउने समाजले एउटा बलि चढाउने प्रचलन भएको हुनाले यहाँ अहिले काठमा लगिरहेका छन्। प्रसिद्ध मन्दिर तारा मन्दिर नेपालको प्रसिद्ध मन्दिर लास्ट कुदिरहेको अवस्था मनोज साथीजीकै शब्द दुई शब्द बोलिदिनु। अब गएर म एउटा राँगो ढलाउँछु, त्यसपछि अर्को शब्द भन्छु। फाइनली चाहिँ अब मन्दिर पुगिसकेको छ। सबै पुगिसकेको छ। अब चाहिँ यहाँ ल्याएर यो मन्दिरको वरिपरि चाहिँ फेराएर अनि एकचोटि घुमाएर चाहिँ फेरि पूजा गरेर उसलाई त्यहाँ चाहिँ धामीहरू अनि त्यहाँको पुजारीहरू हुन्छ नि, उहाँहरूले चाहिँ त्यसपछि त्यसको पूजा गरिसकेपछि त्यसपछि फेरि त्यसलाई अनि बलि दिइनेछ। यहाँ चाहिँ र पहिलो बलि दिँदाखेरि पनि यहाँको साथी परिवारले नै छुइदिनु पर्ने यहाँको प्रचलन रहेको छ भने साथी परिवारले नै यहाँ त्यो राँगालाई सुरुको राँगालाई देखाइदिनु पर्ने हुन्छ भन्ने चाहिँ यहाँको पहिलादेखिकै चलन रहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले चाहिँ यो मन्दिरको वरिपरि परिक्रमा गर्दैछन्। राँगालाई एकदमै परिक्रमा गरिरहनु भएको छ। राँगालाई यहाँ मन्दिरको वरिपरि 3 चोटि परिक्रमा गराइसकेपछि मात्रै त्यसपछि यो राँगा काट्ने मौलो भन्ने हुन्छ, त्यहाँ चाहिँ मौला भन्ने राखेको छ। अनि त्यसमा चाहिँ लगेर बलि दिइनेछ, त्यसमा अनि मात्रै बलि दिइनेछ।
तपाईँहरूले देखिरहनु भएको छ, तपाईँहरू हेरिरहनु भएको छ, देखिरहनु भएको छ। यहाँ चाहिँ भिडियोमा चाहिँ तपाईँहरूले देखिरहनु भएको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ मान्छेहरू चाहिँ एकदमै खुसी देख्न सक्नुहुन्छ। यहाँको साकी परिवारहरू सबैजना मिलेर कति रमाइलो गरेर उल्टाटाढा भगवती मन्दिरमा चाहिँ कालिका मातालाई बलि दिनका लागि कताबाट खोजी एउटा ठुलो ढाका बलि दिनुपर्छ, हाम्रो गाउँ समाज मिलेर दिनुपर्छ भन्ने मूल्य मान्यताका साथ उहाँहरूले चाहिँ ढाकाको बलि दिने निर्णय गरिसकेपछि यहाँ चाहिँ बलि दिनको लागि ढाका चाहिँ ल्याइसक्नु भएको छ। अहिले अब ढाका चाहिँ सबै घुमाइसकेपछि यहाँ बलि दिने ठाउँमा ल्याएर राख्नु भएको छ। मान्छे पनि देख्न सक्नुहुन्छ, मान्छेहरू पनि कति भिड हुन्छ, यहाँको मान्छेहरू धेरै हुन्छ है, भिड पनि यता मान्छेहरू। बोल्नु त पाछ एडिटर हुन्छ अहिले के बोल्दैन बोल्यो निलेश दाई यहाँ सबै आज अष्टमीको गाउँको त्यो चाहिँ हाम्रो साकी परिवारको होइन भयो। यो चाहिँ हाम्रो साकी परिवारको हो, भण्डारी भण्डारी आइनबाट साकी प्योर साकी ल यहाँ यस्तो बढे पुगे ओ की मंगल आउन रहेछ क्या भाला समाएर क्या मुन्ना लिएर त हात दिन्छ भाग ल्याउन जानु जर्कादो जान भाला समाएर क्या के मुन्ना बनाइदिए मुन्ना लिएर भाला त हात दिन्छ अरे यहाँ भाला मुन्ना काम ला रहे यहाँ भन्छ